खाएर हिँड्नु मिठो मिठो कफर हिँड्नु होइन तपाईँ अनि सोलमा पुगेर त्यो कालो माथि नै पुग्नुपर्छ है अनि तपाईँको कतिजना छोराछोरी छन् काका अनि मेरो एउटा छोरो छोरा अनि के कहाँ छ अहिले धरानतिर घरतिर छ मजालेमा पढ्दै बस्दैछ भनौँ भने यस्तै भट्टु भइरहेको छ हुन पनि सक्छ अब देखिएको हुँदैन नि त आफूले लेखेको हुँदैन महिनाको बिलिया छ महिनाको 20,000 पढाइ फेरि कस्तो छ त्यो हेरेर गर्नु नि त्यही उही छ भने त फेरि तपाईँको यो म्यादीको पैसा पनि उही पाइन्छ तपाईँ मेहनत गरेको पनि उही हुन्छ तर सेन्टरमा हुन्छ सेन्टर भनेको ए लाउरेमै जाने यार सिङ्गापुर लाउरे भन्ने अरे गर्नु चाहिँ पर्यो नि त होइन पैसा खर्च गरिसकेपछि परि त्यो तलमाथि हुनु भएन तपाईँले कति वर्षमा बिहे गर्नुभएको थियो काका 50 सालमा म नजन्मिकन तपाईँको छोरी कति वर्षको भएर 53 सालमा छोरा जन्मेको तपाईँको 52-53 सालमै जन्मेको है त्यो 50 भनेपछि 52मा जन्मेको भन्दा धेरै भइसक्यो नि खै लाग्छ भन्छ के गर्छ विदेश गाडी त्यतिर होइन र पर्यो पैसा कमाउनु पर्यो नि त होइन एउटा न एउटा गर्नु यहाँभन्दा अगाडि दुःख गर्दा पनि उहाँ राम्रै मिल्छ के समयमा खाना मिल्छ समयमा काम हुन्छ पैसा पनि हुन्छ नि त अब यहाँबाट उठ्नु है हाम्रो परिहाल्यो त्रिवेणचोकसम्म हिँड्नु न सँगसँगै बोल्दै बोल्दै काका छोरो हुँदैन अर्को दाजु कता पछाडि थिए अब चाहिँ सिक्योस् नि हामी जाउँ न बोल्दै बोल्दै हामी अब पर्सि अब कहाँ हुन्छ हामी दुईजना हाम्रो भेटघाट नहोला सम्झना रहन्छ नि त नि सोलमा त म आइराख्ने मान्छे हो नि ग्राउन्डदेखि कता हो सोलमा ग्राउन्डदेखि वारिपट्टि मैले त्यो छ्याङ पनि खाइदिएको थिएँ नि त्यो त आएर तपाईँहरूकोमा पर्यो कि के हो मेरो दाइको छ्याङ बनाउँछ ए त्यो तपाईँको भाइ त्यति दिँदैन भाइ रहेछ त्यो पानी किरण भिजाउने त त्यो मैले गेम पनि त्यहाँ भइरहेको छ होइन फेरि